नयाँ नागरिकता नियमावली कहिलेदेखि लागू हुन्छ भनेर धेरैजना साथीहरूले प्रश्न गर्नुभयो। नागरिकता नियमावली चौथो संशोधन 2082 साल पुस 21 गते जारी भयो, राजपत्रमा प्रकाशित भयो। अब यो नियमावली कहिलेदेखि प्रारम्भ हुन्छ भन्ने कुरो नियमावलीको नियम 1 को उपनियम 2 मा लेखिएको छ। त्यसमा के भनिएको छ भने यो नियमावली तत्काल प्रारम्भ हुनेछ भन्ने कुरो गरेको छ। भनिसकेपछि यो नियमावली राजपत्रमा प्रकाशित भएको मितिदेखि नै लागू भइसकेको छ। अर्थात् 2082 साल पुस महिना 21 गतेदेखि यो नियमावली लागू भइसक्यो। अब लागू हुन बाँकी छैन भन्ने कुरो तपाईहरुलाई स्पष्ट पारे। कुनै पनि ऐन अथवा नियमावली जारी भइसकेपछि, राजपत्रमा प्रकाशित भइसकेपछि त्यो ऐन अथवा नियमावलीमा जुन मितिदेखि प्रारम्भ हुन्छ भन्ने कुरो गरेको छ, सोही मितिदेखि प्रारम्भ हुन्छ। सामान्यतया यो ऐन अथवा नियमावली तत्काल प्रारम्भ हुनेछ भन्ने कुरो गर्दाखेरि जुन मितिमा राजपत्रमा प्रकाशित गरिन्छ सोही मितिदेखि लागू हुन्छ।